कहिलेकाहीँ यस्तो मान्छे आउँदा नि मजा हुन्छ। यहाँ सबैभन्दा सुरुमा गिल ग्लोरी बट छ भनेर सोध्नुभयो। अनि यो के भयो फेरि फोकसै भएन। नट एभाइलेबल भने मैले। अनि उहाँले सोध्नुभयो पैसा चाहिँ कति हो भनेर प्राइस सोध्नुभयो बेसिकली। अनि 400 हो 4वटा बटको भनेर भन्यो होइन। अनि कति दिनपछि आउँछ कति दिनसम्म काम गर्छ भनेर सोध्नुभयो। 7 भने मैले। अनि अभाइलेबल भएपछि म्यासेज गर्नु भनेर भन्नुभयो उहाँले। अहिले हुँदैन होला धेरै समय पछि मात्रै हुन्छ होला भनेर भने मैले। अनि ए भन्नुभयो। अनि थोरै टाइम पछाडि उहाँले फेरि मेसेज गर्नुभयो हेलो ब्रो टपअप भनेर कति डायमन्ड भनेर मैले लिस्ट पठाइदिएँ। अनि त्यस पछाडि ट्रस्टेड त हो नि भनेर सुरुमा सोध्नुभयो उहाँले। अनि हो नि वेबसाइट पनि छ भनेर भने मैले। अनि हाम्रो वेबसाइट पनि छ है साथी, चेक गर्न सक्नुहुन्छ। अनि ओके यसमा 2टा विकली 410 होइन भनेर भन्नुभयो उहाँले। अनि मैले यस भनेर भने। अनि क्युआर माग्नुभयो उहाँले। अनि सुरुमा मैले उहाँको एज सोधेँ। अनि किन भनेर सोध्नुभयो। अनि एज भेरिफिकेसनको लागि अनि 20+ भनेर सोधेँ। अनि ओके नागरिकता त होला नि देखाउनु न भनेर भने। अनि त्यति साह्रो त नगर न भनेर भन्नुभयो। मलाई थाहा थियो कि उनको प्रोफाइल हेरेर म चिन्दै थिएँ कि 14-15 वर्ष धेरै नै भनेर। 14 वर्षको हो भनेर सोधेँ। अनि बाक भनेर भन्नुभयो उहाँले। अनि हाँसेको इमोजी पठाएँ मैले। अनि उहाँले टप हुन्छ कि नै भनेर सोध्नुभयो फेरि। अनि हुन्छ नि भनेर भने मैले। अनि एज चाहिँ किन चाहियो त टप गर्नको लागि भनेर सोध्नुभयो उहाँले। अनि बच्चाहरू आउँछन् 14-15 वर्षकाहरू। अनि उनीहरूले आफ्नो प्यारेन्ट्सको पर्मिसन बिना सबै पैसा सकिँदैन, त्यही भएर भनेर भने मैले। अनि त्यसो भने अरूसँगै गर्छु भनेर भन्नुभयो उहाँले। हस् किन र 14 वर्ष मात्रै हो कि क्या भनेर सोधेँ मैले। होइन 50+ हो भनेर सोध्नुभयो। अनि 13 पो हो ठिक छ भनेर मैले भने। अनि उहाँले ब्लक हानिदिनु भयो है। अनि बेला बेला यस्तो मान्छेहरू आउँदाखेरि पनि मजा आउँदो रहेछ, टाइम पास एकदम दामी हुँदो रहेछ।